ल गाइस सबैलाई स्वागत छ है मेरो भ्लगमा चाहिँ। आज चाहिँ सुरुवात ट्यागलबाट हो मेरो भ्लग। यता चाहिँ मेरो साथी छ गाइस, म चाहिँ यहाँ सुशान्तको साथी। अनि मेरो साथीको भ्लग्समा हैन लाइक शेयर एन्ड सब्स्क्राइब चाहिँ हान्नु पर्यो है गाइस। नट खासै छैन गाइस, लोकल पारा हो गाइस। सबैले लाइक एन्ड सब्स्क्राइब गरिदिनु पर्यो है त ल। अनि यता चाहिँ उसको भाइ छ गाइस, मेरो भाइ पनि दामी छ है सिजन भाइ। खै गर्दैन डाइलग। ल गाइस, मेरो भाइले चाहिँ केही पनि बोल्न सकेको छैन यहाँ लजाएर। भ्लगरलाई त लाज लागिरहेको छ यहाँ। अनि गाइस सबैले चाहिँ हेरिदिनु पर्यो है मेरो भ्लग चाहिँ। धेरै कम भयो भ्युअर चाहिँ, सबैले हेरिदिनु पर्यो है त ल। गाइस ल माया देखाउनु पर्यो है। आज चाहिँ ट्यागलबाट सुरु हो भनेर मैले अघि नै भनिसक्यो। कहाँ बस्नु? ल गाइस यो ठाउँ चाहिँ थाहा होला तपाईँलाई, एकचोटि हेर्नु होला। यतै हो हामीले कुकुर देशकाको त्यो। तर त्यो मेरो भ्लगमा होइन, निक नेवा भ्लगमा हो त्यो। उसको मानि गएर सब्सक्राइब गरिदिनु होला है त। खतरा छ भ्लग चाहिँ उसको पनि। गाइस सबैले मनबाट माया देखाउनु पर्यो है गाइस, मनबाट। अनि हामी चाहिँ यता बसेर एकछिन भ्लग गर्ने। यताबाट कहाँ पुग्छ होला है? यताबाट एकदम हरायो केही छैन गाइस। मेरो सास भयो जेलसम्म चाहिँ भ्लग आउँछ है त, सबैले हेरिदिनु पर्यो ल। फेरि ट्यागलमै पुग्ने होला। ल गाइस हेर्नु यहाँ वेलकम गरिसक्यो, हामीलाई वेलकम गरिसक्यो। माता बस्छ होला ल। लुक्सी पुगिसक्यो, बालमा पुगेपछि भेटौँला गाइस तपाईँलाई ल, चिन्ता नमान्नु। ल गाइस हामी चाहिँ पुगिसक्यो है बालमा। बालु बुद्ध भगवान् हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो स्कुलको हो। स्कुलको नाम चाहिँ नदेखाम है, फेरि आउ लाग्छ तँलाई मलाई ल। अब चाहिँ कहाँ घुम्ने जाउँ न, यस्तो राउन्ड हानिदिउँ। के भन्ने भ्लगको नाम स्कुलको नाम भन्ने भने होला। म यसरी हिँड्दा बेला कसो देखिरहेको छ भ्लगर जस्तो? सेम भ्लगर है ल। ल गाइस हामी चाहिँ यता पुगिसक्यो बाहालमा। अनि यता चाहिँ हाम्रो दोस्तको भाइ यो चाहिँ गाइस कुन्टे भाइ है हाम्रो। कुन्टे भाइ ल। बुद्ध भगवान् हेर्न सक्नुहुन्छ ल सबैले। क्यामेरा चाहिँ अति हल्यो है त यसरी जाने। अब यता चाहिँ यहाँ हाम्रो स्कुलको साथीहरू बर्फ खाइरहेको छ। स्कुलको केटाहरू भाइहरू यी भाइहरू चाहिँ बरफ खाइरहेको छ है। हाम्रो क्लासको होइन फेरि जाउँ यताबाट सिधा। 2 क्लासको भाइहरू है गाइस, 2 क्लासको। एकचोटि हामीलाई यता है गाइस, हामीलाई यता एकचोटि कुकुरले ग्याङ्गै हाटेको थियो नि यता। स्वाइया भाग्यो हामी त, डर लागेको थियो के अनि डराएपछि त भाग्नु परिहाल्यो ल गाइस। ल गाइस आज चाहिँ भ्लग एन्ड गर्छु है। आज चाहिँ 80 भन्दै भ्लग चाहिँ एन्ड गर्छु। अनि 9 दिनपछि चाहिँ हाम्रो जात्रा छ, सबैजना आइदिनु होला जात्रामा चाहिँ। सबैलाई स्वागत छ हाम्रो पाटनमा जात्रा छ है त ल गाइस। आज 80 भन्दै म चाहिँ बिदा लिन चाहन्छु है त ल गाइस। ल गाइस म चाहिँ गएको ल।